Hello everyone and welcome to the yet another video of Old Trafford Diary. आजको भिडियोमा we will talk about Manchester United playing against Leicester City at King Power Stadium. So ढिला नगरिकन भिडियोलाई सुरु गरौँ है त। सो अब एज युजुअल भिडियो सुरु गरौँ अपोनेन्टबाट। दिस टाइम इट विल बी लेस्टर सिटी अनि हामी चाहिँ लेस्टर सिटीकै होममा उनीहरूको किङ पावर स्टेडियममा चाहिँ खेल्न गइरहेका छौँ है त। सो अब उनीहरूको सिग्नेचर स्टाइल अफ प्ले भनेको चाहिँ यही हो भनेर चाहिँ भन्नु सकिँदैन, किनभने उनीहरूको गेममा चाहिँ अलिकति त्यो खालको लेभल नभएको भएर नै होला सायद होइन, उनीहरूको सिग्नेचर स्टाइल अफ प्ले नै नभएको भएर होला। दे आर सिटिङ इन द रेलिगेसन ब्याटल। अब तर उनीहरू चाहिँ कसरी खेल्छ भनेर अलिकति आइडिया लगाउनु पर्दाखेरि चाहिँ उनीहरू चाहिँ फुलाम जसरी अलिकति वाइडमा बसेर चाहिँ खेल्न मन पराउँछ होइन। सो दे वुड लाइक टु बिल्ड देयर अट्याक फ्रम द के अरे वाइडर स्पेसेस अनि त्यसपछि गएर विङ्सहरूबाट चाहिँ उनीहरूको चाहिँ अट्याकिङ बिल्ड गर्ने चाहिँ देखिन्छ है त। सो उनीहरूलाई चाहिँ अलिकति अपोनेन्टको हाफमा भयो भन्दा पनि आफ्नो हाफमा चाहिँ बल पाएको बेलामा आफ्नो हाफमा चाहिँ खेल्न चाहिँ उनीहरू कम्फर्टेबल देखिन्छ रादर देन के अरे अप्रेसिङ अर सप्रेसिङ द के अरे अट्याक डिफेन्स अफ द अपोनेन्ट है त। सो अब उनीहरूले चाहिँ आफ्नो हाफमा बडी राखेर चाहिँ खेल्न मन पराउने भइसकेपछि चाहिँ उनीहरूको चाहिँ इट्स एन्ड अभियस द्याट साइड वेज पासहरू चाहिँ बढी हुनेवाला छ के अरे आफ्नो प्लेयरहरूमा रादर देन अट्याकिङ पासेस अथवा डिफेन्डिङ पासेसहरू भन्दाखेरि चाहिँ है त। सो उनीहरू चाहिँ यसरी साइड वाइज प्यासेसहरू खेल्ने भइसकेपछि आजको गेममा चाहिँ म्यान्चेस्टर युनाइटेडलाई अलिकति हेल्प चाहिँ हुन्छ अथवा अलिकति सजिलो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ है, किनभने रुड भ्यान निस्टेलरोयले चाहिँ लेस्टर सिटीको टिमलाई चाहिँ बिल्ड गर्दैछ के अरे सेम लाइक रुबेन अमोरिम डुइङ इन द म्यान्चेस्टर युनाइटेड होइन। सो दे आर ट्राइङ टु फाइन्ड वाट देयर प्लेयर आर के अरे युज टु प्ले अथवा उनीहरूलाई चाहिँ कसरी खेल्ने भने चाहिँ आफ्नो प्रोडक्टिभिटी चाहिँ निकाल्ने चाहिँ बढी चान्सेसहरू छ भनेर चाहिँ उनीहरू चाहिँ खोजिराखेको छ यति एट द मोमेन्ट होइन। सो अब लेस्टर सिटीको स्ट्रङ पोइन्टको कुरा गर्ने भने चाहिँ उनीहरूले चाहिँ केही गरेर चाहिँ गोल गर्यो भने चाहिँ उनीहरूको एगेन्स्टमा चाहिँ कमब्याक गर्ने चाहिँ अलिकति गाह्रो देखाउँछ स्ट्याट्सले होइन। अनि फिनिसिङ स्कोरिङ चान्सेसहरू पनि एकदमै राम्रो छ होइन। वेरएज अब के अरे विकनेसको कुरा गर्ने हो भने चाहिँ उनीहरूको स्ट्रेन्थभन्दा विकनेस चाहिँ अलिकति बढी छ जस्ट लाइक म्यान्चेस्टर युनाइटेड है। सो उनीहरूको वान बाई विकनेसको कुरा गर्ने हो भने चाहिँ दे आर जस्ट लाइक म्यान्चेस्टर युनाइटेड। उनीहरूलाई पनि सेट पिस डिफेन्डिङ गर्न चाहिँ अलिकति गाह्रो नै हुन्छ जस्ट लाइक म्यान्चेस्टर युनाइटेड होइन। त्यसपछि गएर एरियल डुवेल्सहरू लङ बल्सहरू क्रसेसहरू अफन एटेम्प गऱ्यो भने चाहिँ उनीहरूलाई डिफेन्ड गर्न चाहिँ अलिकति गाह्रो नै देखिन्छ अकर्डिङ टु द स्ट्याट्स। अनि अकर्डिङ टु स्ट्याट्स अर्को कुरा के पनि देखिन्छ भने उनीहरूको डिफेन्डर अथवा डिफेन्सिभ प्लेयरहरूलाई चाहिँ डिफेन्डिङ एगेन्स्ट सेट स्किलफुल प्लेयर्स सेट पिसेसहरू चाहिँ अलिकति गाह्रो देखाउँछ रिसर्चले है त। सो अब यिनीहरूलाई चाहिँ म्यान्चेस्टर युनाइटेडले चाहिँ जित्न सक्छ, किनभने म्यान्चेस्टर युनाइटेडले चाहिँ एकदमै राम्रो फुटबल खेलेर रियल सोसिएडालाई चाहिँ युरोपियन स्टेजेसबाट किकआउट गरेर आएको छ होइन। आई नो म्यान्चेस्टर युनाइटेड प्ले रियली गुड फुटबल। अलिकति रेफ्रीको पनि सफ्ट साइड देखिरहेको थियो म्यान्चेस्टर युनाइटेडको लागि होइन, तर इट डजन्ट म्याटर म्यान्चेस्टर युनाइटेडले धेरै नै राम्रो खेलेको थियो त्यो गेममा होइन। सो यसरी चाहिँ कन्फिडेन्स हाई भएर आएको बेलामा चाहिँ म्यान्चेस्टर युनाइटेड क्यान बिट लेस्टर सिटी इन देयर ओन स्टेडियम होइन, इन देयर ओन होम। यसरी म्यान्चेस्टर युनाइटेडको चाहिँ कन्फिडेन्स हाई भएको छ, प्लेयरमा चाहिँ स्ट्रेन्थ छ, उनीहरूको थिङ्किङ एबिलिटी अथवा प्लेइङ एबिलिटीहरू चाहिँ बुस्टेड छ, हाई छ, मोरलहरू चाहिँ हाई छ होइन। सो यसलाई नै क्यापिटलाइज गर्दा चाहिँ म्यान्चेस्टर युनाइटेडले आजको गेम चाहिँ जित्छ कि भन्ने चाहिँ मैले आशा राखेको छु होइन। अब लाइनअपको कुरा गरौँ है। लाइनअपमा चाहिँ म एज युजुअल लाइनअपमा नै जान चाहेँ, अलिकति चाहिँ एउटा दुईवटा प्लेयरहरूलाई चाहिँ म चेन्ज गर्न चाहन्छु होइन, जसमा चाहिँ गोलकिपिङ डिपार्टमेन्टमा चाहिँ आन्द्रे ओनाना भइहाल्यो होइन। त्यसपछि गएर हाम्रो तिनवटा सेन्टर ब्याकको रूपमा चाहिँ फर्स्टमा हाम्रो भिक्टर लिन्डेलफ, त्यसपछि गएर एडन हेभन भाइ, त्यसपछि गएर हाम्रो राइट ह्यान्ड साइडमा चाहिँ हाम्रो मताज डेली खेल्छ है त। सो अब विङ ब्याकको कुरा गर्ने भने विङ ब्याक्समा चाहिँ हामीसँग अरू अप्सन छैन रादर देन टु पुट डिएगो डालोट अनि के अरे नुसर माजरोले चाहिँ एक एकवटा साइडमा चाहिँ राख्नुपर्ने देखिन्छ होइन, किनभने प्याट्रिक डोर्गो स्टिल हेज वान म्याच के अरे ब्यान टु सर्भ होइन। सो अब यसरी चाहिँ उसलाई चाहिँ मैले इदर साइड अफ द पिचमा राखिसकेपछि मिडफिल्डमा चाहिँ मैले एज अ हाम्रो मिडफिल्डको पेयरलाई चाहिँ क्यासेमिरो र क्रिस्टियन एरिक्सनको भन्दा नि टोबी गोलर भाइको पेयरलाई चाहिँ देख्न चाहे आजको गेममा होइन, जसमा अप फ्रन्टमा चाहिँ मैले जोसुवा जर्जीलाई इन द राइट ह्यान्ड साइड, त्यसपछि गएर लेफ्ट ह्यान्ड साइडमा चाहिँ मैले ब्रुनो फर्नान्डेस अनि हाम्रो एज अ स्ट्राइकर चाहिँ मैले रास्मस होइल्यान्डलाई भन्दा पनि चिडो ओबी भाइलाई राखेँ है त। बिकज चिडो भाइले चाहिँ एक्सपोजर पाउने एकदमै जरुरी छ जबसम्म चाहिँ रास्मस होइल्यान्डको कन्फिडेन्स चाहिँ बिल्ड हुँदैन होइन। सो उसले चाहिँ लास्ट गेममा पनि एकदम राम्रो चान्सेसहरू चाहिँ मिस गरिरहेको थियो। सो उसको चाहिँ एकदम अल टाइम
कन्फिडेन्स चाहिँ अल टाइम लोमा भएको कारणले नै उसलाई चाहिँ बिस्तारै बिस्तारै बिल्डअप कन्फिडेन्सहरू चाहिँ बिल्डअप गराउनलाई चाहिँ बरु लेटर हाफ अफ द गेममा 60 मिनट अराउन्ड 60-70 मिनटमा चाहिँ इन्ट्रोड्युस गराएर चाहिँ उसलाई एक्सपोजरहरू दिने हो भने चाहिँ राम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ होइन। अप अन्टिल तिनजेललाई चाहिँ हाम्रो के अरे चिडो भाइले चाहिँ खेल्छ जस्तो चाहिँ मलाई लाग्छ है त। सो अब मैले यसरी लाइनअप निकालिसकेपछि तपाईँहरूले के सोच्नुहुन्छ डु लेट मी नो इन द कमेन्ट सेक्सन है। के अरे हामी चाहिँ नेक्स्ट भिडियोमा भेटौँला। टिल देन किप वाचिङ म्यान्चेस्टर युनाइटेड, किप वाचिङ ओल्ड ट्राफर्ड डायरी।